एकदमै मान्छे झुक्किने भनेको चाहिँ यो बालेन शाहको भेरिफाइड चाहिँ होइन ऊ त्यो देखिने होइन टिक टिक लागेको देखिने अनि त्यसपछि तलपट्टि उसलाई मन लागेको कुरा त्यो जसले भाइरल बनाएको उसलाई मन लागेको कुरा लेखा हुन्छ तर यसो हेर्दाखेरि चाहिँ मान्छेले साँच्चै बालेन शाहले चाहिँ यो चाहिँ फेसबुकमा लेख्यो भन्ने खालको भइरहेको हुन्छ होइन त्यो सोर्समा जानु पर्यो कि होइन तपाईँलाई थाहा छ नि त होइन बालेन फेसबुक चलाउने सबैलाई थाहा छ बालेन शाहको चाहिँ फेसबुक छ उसको चाहिँ त्यो खोज्न पनि सकिन्छ भन्ने कुरा थाहा तर मान्छेले त्यो स्क्रिनसटमा किन विश्वास गरिरहेछ फेसबुकको चाहिँ स्ट्याटसको साँच्चीकै स्क्रिनसट लिँदाखेरि र त्यो फोटोसप गरेर बनाएको स्क्रिनसटहरू चाहिँ फरक हुन्छ कि फन्ट ठुलो हुन्छ कि चाहिँ फन्टको त्यो एलाइनमेन्ट मिलाए हुँदैन होइन शङ्का गर्नु पर्यो र त्यसमा केही छ भने चाहिँ त्यो सोर्समा पुगेर चाहिँ हेर्नु पर्यो जस्तो सेतुपाती लेखा न्युज भनेर भाइरल भयो भने चाहिँ सेतुपातीको वेबसाइटमा गएर हेर्नु पर्यो होइन त्यो साँच्चीकै त्यो न्युज लेखा हो कि होइन भनेर चाहिँ त्यो सोर्समा पुग्न सक्यो भने चाहिँ तपाईँ अथेन्टिक इन्फर्मेसन चाहिँ के हो होइन भनेर चाहिँ पत्ता लगाउन चाहिँ सजिलो हुन्छ कम्तीमा हेर्नु पर्यो कि त्यो कहाँबाट आयो यो कसले बनाएको हो त्यो चाहिँ भरोसायोग्य स्रोतको हो कि होइन अनि अर्को चाहिँ सम्भवतः त्यस्तो पनि हेर्नु पर्ला है कि मैले यो कुरा सेयर गरेँ लाइक गरेँ यसमा कमेन्ट गर्दाखेरि त्यो चिज चाहिँ उत्तेजक बनाउँछ कि बनाउँदैन त्यस्तो कुरो पनि ख्याल गर्नुपर्छ होला यो एउटा कमेन्ट लेखेको वा एउटा सेयर गरेको भनेको पनि त्यो चिजलाई त्यो आगोलाई चाहिँ तपाईँले दन्काउनलाई चाहिँ सहयोग गरिरहेको चाहिँ हो कि